के तपाईलाई थाहा छ नेपालमा एउटा यस्तो ठाउँ छ जहाँ सिङ्गो तालको पानी अचानक जमिनभित्र गायब हुन्छ र पातालमा पुगेर भगवान शिवको पाउ पखाल्छ। हो आज हामी कुरा गर्नेछौँ डेभिड्स फल्स र गुप्तेश्वर गुफा बीचको अद्भुत सम्बन्ध, जहाँ प्रकृति र आध्यात्म जमिन मुनिको अँध्यारो संसारमा एकाकार हुन्छन्। फेवातालको बाँधबाट बगेर आउने पानी जब डेभिड्स फल्समा आइपुग्छ तब करिब 100 फिट साँघुरो र गहिरो अन्धकार खोजमा ठुलो गर्जनका साथ खस्छ। बाहिरबाट हेर्दा लाग्छ यो पानीलाई पृथ्वीले निलिरहेको छ। यो दृश्य देख्दा जति आनन्द आउँछ त्यति नै आङ श्रीङ्ग हुन्छ। यसको नाम सन् 1961 मा यहाँ खसेर बेपत्ता भएकी एक स्विस पर्यटक डेभिड्सको सम्झनामा राखिएको हो। यसको स्थानीय नाम पातले छाँगो हो। छाँगोबाट हराएको पानी कहाँ जान्छ त? रहस्य बुझ्न सडक पारी रहेको गुप्तेश्वर गुफाभित्र छिर्नुपर्छ। गुफाको पहिलो भागमा हामी सयौं सिँढीहरू हिँडेर पुग्छौं, जहाँ वर्षौं पुरानो प्राकृतिक रूपमै बनेको शिवलिङ्ग छ। यही शिवलिङ्ग रहेको ठाउँबाट अगाडि दोस्रो भाग सुरु हुन्छ, जुन ओसिएका चट्टान र साँघुरो बाटो पार गर्दै जाँदा अचानक एउटा ठुलो गर्जन सुनिन्छ। त्यहाँ पुगेर माथि हेर्दा पातले छाँगोबाट खसेको त्यही शक्तिशाली पानी गुफाको चट्टान चिर्दै भित्र बगिरहेको देखिन्छ। प्रकृति र आध्यात्मको यस्तो अद्भुत मिलन संसारमा बिरलै देख्न पाइन्छ। करिब 2950 मिटर लामो यो गुफा एसियाकै अनौठो गुफाहरू मध्ये एक हो। पातले छाँगाको मुख्य पानीको स्रोत भनेको फेवाताल हो। फेवातालको बाँध खोलेपछि यहाँ पानी अत्याधिक हुन्छ र बर्खाको बेला एकदमै राम्रो हुन्छ, किनभने पानी धेरै आउने भएपछि एकदमै राम्रो देखिन्छ। यो फेवातालको बाँधबाट पार्दी खोला हुँदै यो पातले छाँगासम्म पानी आइपुग्छ। अब पातले छाँगाको गहिराई चाहिँ 100 फिट रहेको छ। माथिबाट तल यो गहिरो खोजमा पानी खस्दा अति नै सुन्दर रोमाञ्चकारी देखिन्छ र यो पानी अब यहीँ गायब हुन्छ। यो गायब भएको पानी चाहिँ 500 मिटर तल फुर्से खोलामा निस्किन्छ। गुफाको तलपट्टि एउटा ताल जस्तो रहेको छ, त्यहाँ निस्किन्छ। त्यहाँबाट यो दृश्य हेर्दा यस्तो सुन्दर, अलौकिक र शक्तिशाली लाग्छ नि, एकदमै सुन्दर देखिन्छ। तपाईहरू पनि गुप्तेश्वर महादेव गुफाभित्र जानुभएको छ भने त्यहाँबाट यो अलौकिक दृश्य देख्न सक्नुहुन्छ। र बर्खाको बेला चाहिँ पानी एकदमै धेरै हुने भएकोले अहिले चाहिँ बन्द गरिएको छ।